आज हामीले इन्जिन ओभरअल गर्ने क्रममा अथवा इन्जिन जुन बनाउने क्रममा चाहिँ इन्जिनका पार्ट्सहरू चाहिँ क्लिनिङ गर्नको लागि अथवा धुनको लागि चाहिँ कतिको आवश्यकता छ भन्ने बारेमा चाहिँ यसको महत्त्वको बारेमा चाहिँ केही कुरा गर्नेछौँ। हेर्नुहोस्, विशेष गरी के छ भने तपाईँको इन्जिनका हरेक पार्ट्सहरू अथवा इन्टर्नल पार्ट्सहरू विशेष गरी एकदम फाइन सर्फेसको हुन्छ अथवा धेरैजसो पार्ट्सहरू एकदम पोलिस हुन्छन् अथवा फाइन सर्फेसको हुन्छ, जसले गर्दाखेरि के हुन्छ भने ती सर्फेसहरूमा चाहिँ तपाईँको जुन आइल फिल्म बनोस् अथवा आइलको लेयर बसोस् र लुब्रिकेसनको जुन काम छ जुन त्यो चाहिँ एकदम प्रोपर होस् भन्ने तरिकाले चाहिँ बनाइएको हुन्छ। जस्तो बेरिङ्सहरू भनौँ अथवा पिस्टन वालहरू भनौँ अथवा कुनै पनि बुसेसहरू भनौँ होइन, यी सबै के हुन्छ नि त्यसरी डिजाइन गरिएको हुन्छ। त्यसैले ती पार्ट्सहरू यदि तपाईँले चाहिँ प्रोपरली धुनु भएन भने, इन्जिनका ती कम्पोनेन्ट्सहरूलाई प्रोपरली धुनु भएन भने अथवा सानो किसिमको ढुङ्गाको टुक्रा भनौँ अथवा तपाईँको कुनै पनि मेटलको पिसेसहरू टुक्रा भनौँ अथवा कुनै पार्टिकल्सहरू चाहिँ तपाईँको त्यो सर्फेसमा बसिदियो भने तपाईँको के हुन्छ भने त्यो सर्फेसहरूलाई बिस्तारै खाइदिन्छ होइन। खाँदै 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 जाँदाखेरि त्यो सर्फेस के हुन्छ, रफ हुन जान्छ। रफ सर्फेस हुनु भनेको के हो भने फ्रिक्सन बढी हुनु हो होइन। फ्रिक्सन बढी हुनु भनेको हिट जेनेरेट हुनु हो। फलस्वरूप तपाईँको इन्जिन चाहिँ प्रिमेच्योर फेलियर अथवा समयभन्दा अगाडि नै तपाईँको इन्जिन चाहिँ बिग्रन सक्छ। जस्तो कि तपाईँले जति आफ्नो समय जुन ग्यारेन्टी दिनुभएको थियो कस्टमरलाई अथवा जुन कस्टमरलाई चाहिँ यतिसम्म चल्छ भनेर जुन एउटा ढुक्क बनाएर पठाउनुहुन्छ अथवा जुन एउटा किसिमको कन्भिन्स गराउनुहुन्छ, त्यो समयसम्म चाहिँ तपाईँको इन्जिन चाहिँ नचल्न सक्छ अथवा बिचमै बिग्रेर आउन सक्छ है। त्यसैले इन्जिन ओभरअल गर्ने क्रममा जुन जेन्युन स्पेयर पार्ट्सको प्रयोग गर्नु त अति नै जरुरी छ। त्यसको साथसाथै तपाईँले यो सफाइ गर्ने काम अथवा जुन इन्जिनका पार्ट्सहरू धुने काम जुन प्रोपरली गर्नुभयो भने पक्कै पनि तपाईँको इन्जिनको पर्फर्मेन्स राम्रो हुनेछ, यसको ड्युरेबिलिटी राम्रो हुनेछ र कस्टमरको सेटिस्फ्याक्सन राम्रो हुनेछ। साथसाथै तपाईँ र तपाईँको सेवाप्रति अथवा सर्भिसप्रति कस्टमरको विश्वास बढ्नेछ है त।